तू छोडिदेऊ खिचखिच गर्न नजाऊ साथी हो। अब जेनजी भित्रै फेरि बर्मचियाको पेडा जस्तो जेनजी, एमाले जेनजी, माओवादी जेनजी, राप्रपा जेनजी, राजाबाजी जेनजी, काङ्ग्रेस जेनजी, रासपा जेनजी, रासपा जेनजी, बालनका जेनजी, जेनजी जेनजी। फेरि मेरो चाहिँ जेनजी छैन। भ्रष्टाचारले र पश्चिमाहरूले त एक जन्मिने पेटको बच्चादेखि लिएर चितामा चढेको लासलाई पनि घेरेको छ नि। लासमा पनि कमिसन खायो। त्यसो भए अब वाट नेक्स्ट दुर्गा सर? अब देशमा दुर्गा प्रसाईको भूमिका के हुन्छ? अब तपाईँलाई म भन्छु, बालनजीले एउटा कविता लेख्नु भएको रहेछ हिजो होइन, किसानको विषयमा। त्यो भनेको उहाँले हर्क चिलायो, न म सुन न म पित्तल, म त किसान जस्तै फोहोरी। यहाँ सुन्नु न, अब उहाँले धेर नउला हुन्छ, उहाँको के हो हैसियत म देखाइदिन्छु। बालेन्द्र शाहको देखाइदिन्छु। उहाँ कहाँबाट परिचालित भएको अझ होइन, उहाँको स्थिति के हो, उहाँको चाहिँ उहाँ कहाँ जानुहुन्छ त्यो पनि म देखाइदिउँला। सबै प्रमाण तपाईँसँग सब समय आज देखाउनुहुन्छ। किसान भनेको के हो थाहा छ? म पनि किसानको छोरो हुँ। मेरो पनि अहिले घरमा गाई भैँसी छन्। म गएर अहिले पनि भैँसी दुहुन्छु, भैँसीसँग खेल्छु। किसान फोहोरी नै हुन्छ, तर फोहोर भन्न पाइँदैन। हामी जन्मिँदै फोहोर। बालनले भन्नुभएको छ कि म पनि किसान जस्तै फोहोरी छु। होइन, हामी पनि फोहोरी नै हौँ। तिमीले पहिला नि त्यहाँभित्र बसेर नि जुन सिंहदरबार डढायौ नि, सिंहदरबार डढाउँदै गर्दा तिम्रा नगरपालिकाका गाडीमा तिम्रा नगर प्रहरीहरूले पानी बाँड्दै थिए। यो भिडियो बालनकामा पुगोस्। बालन भाइ, तपाईँ केटाकेटी हो, तपाईँलाई जुन तरिकाले बनाइयो नि सोसियल मिडियाबाट हिरो, सौरभ दाइले भन्नुभयो नि हिरो जुन लुसिफर भन्नुभयो नि, त्यो पनि पुगेको छैन। तिमी त यो कलियुगको, यो युगको, यो देशको भन्नु हुँदैन। त्यो लुसिफर भन्न पनि नि नसुहाउने मान्छे हो, नसुहाउने मान्छे। बालेन्द्र शाह लुसिफर भन्नु पनि नसुहाउने मान्छे। तिमीले जुन काम गर्यौ नि मलाई रोक्यौ। बालेन्द्र शाहलाई त मलाई रोक्यौ, श्रीकृष्ण भनिरहेछन्। मलाई रोक्यौ, धन्यवाद छ। तर सिंहदरबार र सर्वोच्च अदालत जस्ता सम्पदामा आगो लगाउने र आज आफू जोगिनलाई किसानलाई उ गर्ने, अनि गरिबमा एउटा फुटपाथमा एउटा गरिबले नि मकै पोलेर बेचेर खान्छु, पेट पाल्छु भन्दा पाएन। तिम्रो कारणले आज काठमाडौँका फुटपाथमा व्यापार गरेर खाने चेलीबेटीहरू नि आज जिउ बेचेर फेरि 60 लाख विस्थापित भए। 60,000 होइन, जम्मा 2 लाख मान्छे त्यहाँबाट विस्थापित भए। 2 लाखको कारणले